म त एमाले हुँ एमाले म त एमाले हुँ म त हामी घन्टी के को घन्टी बिर्ता भत्ता कसले दियो कसले दियो झन् विदेशबाट आएको पैसा हुन्छ केपीओलीले दिएको होइन हाम्रो केपीओलीले हाम्रो केपीओलीले दिएको होइन अब बन्द गरिदेला फेरि चुपचाप चुपचाप एमालेलाई भोट दिनु गरे पनि केही पनि नापिँदैन गरे पनि गरोस् त्यो भत्ता नहुँदा पनि मैले चलाएकै हो पैसा खाएकै हो अझै पनि गर्छु त्यस्तो बुढाबुढीलाई पाल्ने भत्ता दिने भनेको एमाले हो क्या बा होइन त्यो यार भात पकाएर दिएको छैन आफ्नो घरका बुढीले पकाएर दिएको छ कि यसपालि घन्टीमै हाल्ने घन्टीमै हाल्छु हत्तेरी अनि बुढाबुढीले त एमाले हाल्छ नि त हाल्दैनन् अहिले चाहिँ हाल्दैनन् किन किन हाल्दैन विश्वास लिनुपर्छ किन चाहिँ हाल्दैन नि त अब किन हाल्दैन के गरेर एमाले एमालेमै सन्किएको काङ्ग्रेस नापिएको माओवादी खुल्किएको अनि अनि एमाले त झन् बुढाबुढीले भत्ता दिन्छु भन्छ राम्रो बुढाबुढीले त एमाले मन पराउँछ नि त नि पढाउँथे पहिले अहिले के गरौँ किन अनि तपाईँ किन बिच्किनु भयो एमालेसँग लाखे नबुझेर हो पहिले नबुझेर केपीओलीलाई त राम्रो मान्छ नि त नि तपाईँ त बर्बाद गर्नुहुन्छ कि क्या यार गर्दिनँ केपीओलीलाई जिताउँ भनेको हामीले त जिताउँछ कसले जित्छ त नि अब के घन्टीलाई बालेनलाई हाल्ने बालेन शाहलाई जिताउने सबैलाई हो सबैले दियो भने त्यसैलाई जिताउने नि म चाहिँ त्यसैलाई दिन्छु तपाईँ त्यसलाई नि दिने म त बिहान बेलुका बालन शाहलाई नै दिनु पर्ने के छ बा कारण हजुर के छ कारण बालन शाहलाई नै दिने त्यसैलाई के गर्छ अरू दिने हुन्छ होइन के बुझेकै छैन हेर्नु न त के गर्दो रहेछ दिएर पो थाहा थाहा हुन्छ के मूर्ख मान्छे हौ अलिकति बुझ्नुपर्छ नि यतिको मान्छेले ओहो तपाईँ कति वर्ष अब यतिको बाजेले यसरी चाहिँ परिवर्तन ल्याउन खोज्नु भएको छ तपाईँहरू के सोचेर बस्नु भएको छ तपाईँहरू पनि आफ्नो घरमा भएको आमा बुवा बाजे बजेलाई यो भिडियो देखाएर अलिकति उनीहरूको चेतनालाई परिवर्तन गर्नु बदल्नु सम्झाउनुहोस् है अनि विदेशमा हुनुहुन्छ भने पनि घरमा आफ्नो बुवा मम्मीलाई सम्झाउनुहोस् कि परिवर्तन कसरी हुने हो भनेर ल यो भिडियो चाहिँ धेरैभन्दा धेरै सेयर गर्नुहोस् है।